माइती घरमा सुकुम्बासीको विद्रोह, डोजर आतंक विरुद्ध खबरदारी, संसदमा प्रधानमन्त्रीको बङ्क, लोकतन्त्रमाथिको गम्भीर प्रहार, कालापानी लिपुलेख फिर्ताको माग, कूटनीतिक राजनैतिक नारा, संसदको रेकर्डबाट हटाइयो असंसदीय शब्द, मर्यादाको कसीमा जनप्रतिनिधि, सत्ताको नयाँ खेल, ओलीको ढोका ढकढक्याउँदै गगन विश्व, सिन्धुली हिरासत मृत्यु प्रकरण, दोषीको झुन्डिएको कि झुन्ड्याइएको, ज्ञानेन्द्र शाहीको गर्जन, सुत्केरी घिसार्नेलाई गृहमन्त्रीको जवाफ चाहियो, निर्माण व्यवसायीहरूको आन्दोलन, ठप्प भयो विकासको गति। राजधानीको मुटु माइती घरमा एउटा यस्तो चित्कार गुन्जियो जसले सत्ताको जग हल्लाइदिएको छ कि राज्यले आफ्नै नागरिकलाई संस्थागत हत्याको शिकार बनाउँदैछ भन्ने आशंका बढ्न थालेको छ। अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले विकल्पविहीन उठीवासको विरुद्ध प्रदर्शन गरेका हुन्। बिना कुनै कानुनी विकल्प र स्थायी बसोबासको ग्यारेन्टी राज्यले दमनकारी शैलीमा डोजर चलाएको उनीहरूको दाबी रहेको छ। संसद विश्वविद्यालय जस्तो हुनुपर्नेमा प्रधानमन्त्री नै विद्यार्थी जस्तै बङ्क खान्न थालेपछि के नेपालको लोकतन्त्र अभिभावकविहीन भएको हो भन्ने भाष्य सृजना भएको छ। नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति गैर जिम्मेवार भएको र 2/3 स्तम्भमा संसदीय अभ्यासलाई कमजोर बनाएको आरोप लगाइएको छ। नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण छलफलमा प्रधानमन्त्रीको अनुपस्थितिमाथि कांग्रेसले रुलिङको माग गरेको छ। 400 वर्ग किलोमिटर नेपाली भूभागमा विदेशी सैनिक ब्यारेक र सडक निर्माण के सरकार आफ्नै सिमानाको रक्षा गर्न डराएको हो भन्ने प्रश्न उठ्न थालेको छ। एमाले सांसद गणेश सिंह ठगुन्नाले नीति तथा कार्यक्रममा कालापानी, लिपुलेख र लिम्पियाधुराको मुद्दा समेट्न माग गरेका छन्। सन् 1816 को सुगौली सन्धिको प्रमाण हुँदाहुँदै पनि कूटनीतिक पहल फितलो भएको र सीमावर्ती क्षेत्रको बजेट कटौती गरिएकोमा उनले आक्रोश पोखेका छन्। भरौटे र नाङ्गै हिँडे जस्तो संसदको गरिमा बढाउन पुगेका माननीयहरूले नै संसदलाई गाली गलौजको अखडा बनाउँदैछन्। सभामुख डोल प्रसाद अर्यालले रासोपा उपनेता गणेश पराजुलीले प्रयोग गरेका आपत्तिजनक शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। नियमावलीको नियम 221 अनुसार अशिष्ट र अपमानजनक भाषा प्रयोगमा सभामुखले सचेत गराएका हुन्। हिजो गठबन्धन संस्कृतिलाई विष मान्ने कांग्रेसका युवा नेताहरू आज केपी शर्मा ओलीको आँगनमा पुगेका छन्। के यो सिद्धान्तको अन्त्य हो? कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदय शमशेर राणाले एमाले अध्यक्ष ओलीसँग भेट गर्दै प्रदेश सरकार परिवर्तनको एजेन्डा अघि सारेका छन्। विशेष गरी कोशी प्रदेशमा आलो पालो मुख्यमन्त्री बन्ने सहमति कार्यान्वयन गराउन उनीहरू सक्रिय देखिएका छन्। हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु आत्महत्या मात्रै हो कि राज्यको लापरवाही? छानबिन प्रतिवेदनले रहस्यको पर्दा खोल्न सक्ला? डीआईजी दिनेश आचार्य नेतृत्वको समितिले विकको मृत्यु झुन्डिएर नै भएको निष्कर्ष निकालेको छ। यद्यपि रासोपा सांसद र पीडित पक्षले यसलाई शंकास्पद मान्दै आएका छन्। प्रतिवेदनमा इन्सपेक्टर सहित 2 जनालाई कारवाही सिफारिस गरिएको छ। सुत्केरी महिलालाई घरबाट घिसारेर बालबालिकाको काफी कलम खोज्ने राज्य कतिसम्म निर्दय हुन सक्छ? ज्ञानेन्द्र शाहीको यो प्रश्नले सत्ताको मुटु हल्लिएको छ। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती हटाउँदा भएको दमनको विषयमा गृहमन्त्रीको उपस्थिति पनि अनिवार्य हुनुपर्ने माग गरेका छन्। उनले कर्मचारीको स्पष्टीकरणले नपुग्ने र राजनीति नेतृत्वले नै यसको जवाफदेहिता लिनुपर्ने अडान राखेका छन्। 7,000 भन्दा बढी ठेक्का ठप्प के मूल्य वृद्धिको मारले नेपालको विकास निर्माण अब सधैँका लागि रुग्ण बनेको हो? नेपाल निर्माण व्यवसायी महासंघले अत्याधिक मूल्य वृद्धिको विरोधमा 77 वटै जिल्ला प्रशासन कार्यालयमा धरना सुरु गरेको छ। इन्धन र सामग्रीको भाव समायोजन नभएसम्म काम अघि नबढाउने उनीहरूले चेतावनी दिएका छन्।